हेलो नमस्ते एभ्रिवान, इट्स मी लोकेश, वेलकम टु माई न्यू ब्लग। तपाईहरुलाई स्वागत छ आजको ब्लगमा। अब तपाईहरु सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै आरामै छु। आफ्टर लङ टाइम आइ एम ब्याक विथ माई न्यू भाइब्स है। अनि आज चाहिँ हामी जाँदैछौँ एकदम एउटा यात्रा, एक डेढ हप्ताको यात्रा दैलेखतिर जाँदैछौँ। सन्दीप भाइ प्याकिङ स्याकिङ सब भइसक्यो, ल्यापटप ट्रेकिङको लागि सब रेडी भइसक्यो। बबाले हुन लाग्छ गाइज। अब कति रमाइलो हुन्छ आफै बुझ्नुहोस् सन्दीप र लोकेश भएको ठाउँमा। सो अब अहिले चाहिँ पहिला हामी फर्स्ट नेपालगञ्ज जानुपर्ने हुन्छ सर्भिसिङको लागि स्कुटी, किनभने त्यति टाढा जानुपर्छ। त्यसको लागि सर्भिसिङ गरेर जाम भन्ने सोचाएर चाहिँ त्यहाँ जान लाग्यो। देन त्यसपछि हामी यहाँदेखि निक्लिन्छौँ सुर्खेतमा ब्रेक गरेर, त्यसपछि आजै दैलेख पुग्नुपर्छ हामी एक दिनमै। 220 किलोमिटर छ, धेरै नै होइन, तर पाहाडको घुम्ती बाटो भएर चाहिँ टाइम धेरै लाग्ने हो। एनी हाउ दैलेख पुग्ने हो। सो त्यही हो। अरू अब एकछिनमा निक्लिनुपर्छ, धेरै पछिको भिडियो छ, अब राम्रै आउँछ भिडियो भनौँ न, आइरहेको छ 2-4 दिन। त्यसपछि गाइब केही चिज लिएर बल्ल फेरि ब्याक हुनेछ अनि। सो गाइज अहिले चाहिँ हामी निक्लिसक्यौँ, एकदमै 2 बजेको छ, हल्का लेटै भयो सर्भिसिङ गर्दा, अनि त्यही भएर चाहिँ हामी हल्का ढिलै हिँड्यौँ। सो अब हिँडेको छौँ, अब हामी राति भए पनि दैलेख पुग्नै पर्छ जसरी पनि। हाम्रो भाइ आएको छ गाइज। अब हामी सिधै बम्बई गरेर देखाउँछौँ हजुरलाई, त्यसपछि अनि सुर्खेत, त्यसपछि दैलेख। झट्टा सन्डा सब रेडी भइसक्यो हाम्रो। अब सिधै दैलेख बजार। So guys, right now we are in Surkhet है। We reached our first destination Surkhet। Then त्यसपछि अब हामी दैलेख भन्ने कुरा थियो, त्यसपछि कहाँ रोक्छौँ थाहा भएन, तर नन स्टप हामी बोलपुरदेखि चाहिँ सिधै सुर्खेत पुग्न सफल भयौँ, मात्र 2 घन्टामा ठ्याक्कै। सो अगाडि सुर्खेत बजार छ पुरै, अनि त्यहाँ हाम्रो घर थियो, त्यो आँप खाने ठाउँ चाहिँ। सो अब त्यही हो, हामी सुर्खेत पुग्यो, यता केही नास्ताहरू खान्छौँ होला हामी खाएपछि। त्यसपछि अब दैलेखको लागि निक्लिहाल्नुपर्छ नास्ता खाने बित्तिकै। जति ढिलो गयो रात पर्दै जान्छ, अनि हामीलाई गाह्रो हो कि रातिमा आफ्नो रात अर्काको भन्छन् हो। त्यो रातिमा टर्निङमा चाहिँ हामीलाई एकदम गाह्रो हो। अरू चाहिँ त्यस्तो गाह्रो हुँदैन, त्यही टर्निङमा गाह्रो हुन्छ। बत्तीहरूले टाढा, एक त यो एन्टरको लाइट टाढा फाल्दैन, त्यही भएर गाह्रो हुन्छ। सो गाइज हामी अहिले कहाँ रोक्यौँ भन्दा, हामी अहिले दुलाइबिट चोक छौँ गाइज, नास्ता खान लाग्छौँ मेरो फुपूकोमा। सन्दीप भाइको फुपूकोमा आएर चाहिँ नास्ता खान लाग्यो। जस्ट मैले चाहिँ चार्ज आउँदैछु डाटा केबलबाट, अन्त प्लगहरू अब के लाउनु, त्यही भएर चार्ज हुँदैछ फोन एकछिन। चियादानीको चिया है। सो अहिले चाहिँ हामी चियादानी होइन, चिया गफ भन्ने छौँ। सुर्खेतको चिया हो, सिमल चोकमा यहाँको चाहिँ स्पेसल चिया खाना आएको। स्पेसलै छ भाइ, मसला हालेर। काठमाडौँको चियादानीको याद आयो मलाई चाहिँ। 40 रुपियाँ चिया छ। ठिक छ, राम्रो रहेछ चिया चाहिँ। पानी परिरहेछ, घाम छ, त्यही पनि पानी परिरहेछ यस्तो। गाइज आज स्यालको बिहे रहेछ, घाम पानी स्यालको बिहेमा, घाम पानी स्यालको बिहेमा, निम्तो दिन्छु भाडा मान्न आउनु मेरो बिहेमा। सो गाइज हामी जाँदै थियौँ सुर्खेतको भ्यू हेर्नुभन्दा अगाडि पानी पऱ्यो मेन कुरा। अब हामी यहाँ छिल्ली हुन्ला हाम्रो। हामीसँग रेनकोट छ न यहाँ गाउँमा, न रेनकोट छ न यहाँ जङ्गलमा रोकिएको छ मेरो गुराँसेको। अनि अगाडि होटलहरू छ न त, पानी अब यहाँ परिसक्यो, भिजिसक्यौँ। पछाडि ल्यापटप भिज्छ भन्ने हो कि, अरू कपडा भिजे त केही थिएन गाइज। ल्यापटप भिजेपछि नराम्रो हुने हो कि, त्यही भएर अब हामी चाँडो पुग्नुपर्छ, एकदमै पानी परिसक्यो। आम्मा छ्या पऱ्यो गाइज, पानी पऱ्यो गाइज। अब बस, अब हाम्रो के भनेपछि राजा अब देश बचाऊ के। तर फेरि अस्ति के भन्यो भनेपछि राजा त्यसै आउन पाइन्न, अब राजा पनि रापरमा आउनु पर्यो, चुनाव लडेर आउनु पर्यो भन्ने कुरा भइरहेको। सो गाइज अहिले चाहिँ हामी यो के अरे गुराँसेको उकालोमा छौँ। एकदम यहाँबाट भ्यू पोइन्ट भनौँ न, गुराँसेको भ्यू पोइन्टमा छौँ। ऊ त्यहाँ सुर्खेतको पुरै एयरपोर्ट छ हैन।
सुर्खेतको एयरपोर्ट रहेको छ दर्शकबिन त्यहाँ। अनि हाम्रो नेपालको राष्ट्रिय गौरव कर्णाली रङ्गशाला रहेको छ त्यहाँ, कर्णाली स्टेडियम गाइज, कर्णाली प्रदेशकै। तर हजुरहरूले देख्नुहुन्न होइन, त्यहाँ छ, हामीले देखिरहेको छौँ भिडियोमा। यहाँ यदि हाम्रो भिडियोमा देख्नु भने सर्च हानेर हेर्नुहोस् कर्णाली प्रोभिन्स स्टेडियम भनेर। यस्तो दामी पानी पर्यो, भिजियो, एकछिन त्यहाँ दिदीकोमा रोक्यौँ, प्लास्टिकहरू रहन्छ, नत्र ल्यापटपमा हामीले कभर गर्थ्यौँ। अनि मेरो प्यारो लिली चाहिँ यहाँ छिन्, प्यारो लिली मेरो एकदमै जीवन साथी भनौँ न, अहिलेसम्म मलाई साथ दिइरहेको छिन्। 3 वर्ष अब हुन्छ, यस्तो मजाले साथ दिइरहेको छिन् यिनले मलाई, पुरै छोडिदिनु गाइज। सो त्यही हो, बुफर छ हाम्रो त्यहाँ, चार्ज सकिसक्यो, नेपालको झन्डा फरफराउँदै हाम्रो देशको सान मान प्रतिष्ठान है। यहाँ चाहिँ मेरो भाइ छ सन्दीप ग्यावाली। हामी ऊ त्यहाँ कहाँको उता चाहिँ ऊ थियो डाँडामा जन्ती ल ठिक छ जन्ती आइस। सन्दीप भाइले चाहिँ एकदम, हामी चाहिँ यस्तो दोहोरी गाउँदै हिँड्दा चाहिँ पनि कुरै छोड्दैन कि, यस्तो दोहोरी। अरे यति रमाइलो भएर बुफर सुपर चाहियो नि। अनि यता भ्यू हेर्नु न, सनराइजको दामी भ्यू देखिरहेको छ। त्यही हो, अब हामी यहाँ एकछिन बसेको, अब यहाँबाट चाहिँ हामी सिधै दैलेख पुग्नु पर्ने नै हुन्छ, राति हुन्छ, हामीलाई थाहा छ। देखाऊ एउटा दोहोरी भन्दै भाइ, एउटा पाइयो भन्दैमा सबै चिज कहाँ पाइयो, सबै चिज कहाँ पाइयो, दुबई भएपछि जहिले डिजे के चाहियो, माया पानको पात रात मर्स्याङ्दी सलल यस्तै रमाइलो गर्दै हिँड्यौँ हामी त। पुरै दोहोरी गाउँदै हिँड्दा छौँ कि, यहाँबाट चाहिँ दामी भ्यू देखियो क्या जे होस्। अनि बसिरहेको छौँ, यो डाँडा हेरौँ न, पुरै यस्तो हरियाली। अनि उतापट्टि भ्याली, पुरै सुर्खेत भ्याली, त्यो भ्याली हो। तपाईँहरूलाई जुम गरेर देखाइदिन्छु। अहिले चाहिँ क्लियर मौसम नभएर त्यस्तो देखिया होइन, जस्तो काठमाडौँको टप पोइन्टमा गएपछि तारके टोखा यस्तोमा गएपछि देखिँदैन, सेम त्यही छ क्या, ठ्याक्कै एयरपोर्ट पनि देखिया त्यहीँको जस्तो सबै चिज देखिया छ एकदम। चिल आयो छजरलाई तिमी कोही कहाँ बिलायो, आए मजाक कर रहे एकदम से वक्त बदल दिया, जज्बात बदल दिया। भाइ कसलाई मिस गरिरहेको छ यार, एउटा सायरी भन्नु नि त गाइज है, एउटा सायरी भनिदिन्छ भाइले। काट्नु न पहिला, म एउटा लाइन भन्छु, सायरी भन्दिनँ, आज लाइन भन्छु। सो अब सायरी भन्यो भाइले, त्यो टिकटक रेसियोमा भनेको छ, युट्युबको रेसियोमा छैन। म त्यही टिकटकको रेसियो तपाईँहरूलाई देखाइदिन्छु। ल भाइ, एकदमै आफ्नो क्रसको लागि व्यक्त गर्ने एउटा सायरी भनिदिनु नि त होइन। सबैको लाइफमा क्रस हुन्छ, मेरो लाइफमा पनि छ, उसको लाइफमा पनि होला कोही, तर त्यो क्रसको लागि भनिदियो नि त एउटा सायरी। भेट्न आउनु दिनमै हुन्न रात भएपछि, भेट्न आउनु दिनमै हुन्न रात भएपछि, क्यारी भुल्न सक्छु मिठा बात भएपछि। भेट्न आउनु दिनमै हुन्न रात भएपछि, क्यारी भुल्न सक्छु मिठा बात भएपछि। खुसीमा हाँसो दुःखमा सहारा बन्नु तिमी मेरो, खुसीमा हाँसो दुःखमा सहारा बन्नु तिमी मेरो। संसार जित्ने आँट राख्छु आमाको माया र तिम्रो साथ पाएपछि, आमाको माया र तिम्रो साथ पाएपछि। ओए बवाल है ल। अनि त्यही हो, अब हामी यहाँदेखि निक्लिनु पर्ने हुन्छ। जति ढिलो गऱ्यो हामीलाई त्यति ढिलो हुन्छ क्या। सो त्यही भएर धेरै राति पनि नपुगौँ भन्ने हाम्रो ऊ हो, सोच हो। त्यही भएर चाँडो पुगौँ। ल सिद्धान्त हो। ल काले त केही पनि देखिएन, काले नै देखियो हेर्नु। म त काले, सनलाइटले चाहिँ हल्का राम्रो देखिँदो रहेछ। काले भए पनि सबैको मन मुटुमा बस्न सफल भएको व्यक्ति हो। मैले कसैको पनि नराम्रो गरेको छैन र मेरो पनि कसैले नराम्रो नगरिदिनु होला भन्ने। मैले कसैको नराम्रो चिताउन्न, मेरो पनि नचिताइदिनु होला। मैले पनि कसैको नराम्रो चिताएको छैन, मेरो पनि कसैले नराम्रो नचिताइदिनु होला। सक्नुहुन्छ राम्रो गर्नुहोस्, सक्नुहुन्न नराम्रो पनि नगर्नुहोस्। ल यति भन्दै हामी अब दैलेखतर्फ लाग्छौँ। ल बाई गाइस, दैलेख गाउँ भेट्नुपर्छ। मेरो गाउँ, मेरो सहर, मेरो बाआमाको जन्मथलो। मेरो त उता कैलाली हो, बाआमाको जन्मथलो हेर्नुपर्छ। गाहानै गीत, पर्का शपथले गाहानै गीत। अनि के भन्छन्, यहाँ त पानी पनि किन्न पर्छ भने जस्तै। अनि फ्रिजमा पानी पाइन्छ, चिसो पानी 50 किलोमिटर बाँकी छ हामी तर यस्तो पानी पाइन्न नि। 50 किलोमिटर पुग्न बाँकी छ। अनि एउटा ठाउँमा रोकेर राति भइसक्यो पुरै। त्यहाँ चाहिँ स्कुटी यो चाहिँ किन्यौँ हामीले 10 रुपियाँको तिनवटा। तेरो पानी खाँदैछ यहाँ। वहाँ हुँदा यस्तो खाइन्थेन गाइस, के गर्नु। यहाँ 10 रुपियाँको चिजमा पनि रमाइलो लाग्छ। अब हामी 10 बजीतिर पुगिन्छ होला। अहिले चाहिँ जस्ट मजाले पुगिन्छ त। यहाँदेखि 2 घन्टा त देखाएको छ, देखाउनु त। अब 2 घन्टा देखाउनु 10 बजी होइन 7-8 बज्न थालेको छ, 9:30 बजीसम्म पुगिन्छ। हामीले त पुगिन्छ भन्नुहुन्छ, हजुरहरूले पुगिन्न भनिदिनुहुन्छ।
आज बासेदै बस्नु पर्ला त पुगिहालिन्छ टाढा त टाढै हो बाइक चाहिँ पुगिहाल्छौँ औँलामा गर्नु आज बाटोमा यस्तो चुडेल भेटिन्छ आज गाइस चुडेल भेट्यो भने हामी त टिकटकर हो फेरि दुई मुटु साटेर भए भरको सिमाना डाटेर आलु सो राति भइसकेछ अझै पनि हामी गाना साना गाउँदै दुई भाइ मस्तले गइरहेको आलु सारिया ढुन्लाइसक्यो पहाडको बाटो भुसुत भाडीमा जाए भुसुत आज भूत आयो भने गाइस टिकटक बनाएर हाल्छौँ टिकटक बनाएर हाल्ने हो ए देखियौँ हामीले त्यो डाँडा पारी भूतलाई आज गोरा टाढा गरे साइलीलाई माया पानको पात पुलमा आयौँ हामी एउटा कुन पुल हो थाहा छैन वी डोन्ट नो है केही पनि देखिन्न गाइस बाटो एकदमै नराम्रो छ केही देखेको छैन हामी हिँडिरहेछौँ सो गाइस अझै हामी पुग्न सकेका छैनौँ 9 बज्यो बल्ल पिच रोड आयो अपरोड 10 किलोमिटर यस्तो अपरोड पुरै छोडिदिनु मनाङ मुस्ताङको पहिलाको भन्दा नि बाउ त्यस्तो बाटो चढेर बल्ल पिच रोड आछ अब हल्का राति पऱ्यो अनि यस्तो भाइले चाहिँ डर मानेर भाइ के बजाउनु लाग्यो डर मानेको होइन गाइज अब भगवानलाई पनि सन्जय पर्लायो अब घर भइदिएको आज पूजा हुन्थ्यो बाहुनको छोरो पऱ्यो गाइज त्यही भएर अब भजन कीर्तन भगवानलाई सम्झनुपर्छ भगवानजी हरेक साथमा हामीसँग हुनुहुन्छ है ल बजा जय जय दुर्गा माता कीर्तन गाउँछौ अब त जय दुर्गा माता कीर्तन गाउँछौ अब त जय जय दुर्गा 10 बजे हामी यसरी हिँडिरहेको देउराली माता की जय श्री देवादिदेव महादेव की जय श्री दुल्लु देवता की जय 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 इन्द्रशली माई की जय ब्लग हेर्नेको परिचय सब्स्क्राइब गर्नेको परिचय लाइक सब्स्क्राइब नगर्नेको बुढी पहिला गए स्वाहा ल पुग्यो भर्खरै हाल कस्तो भाइ हाम्रो त ठिकै छ स्कुटीको हाम्रो पनि नराम्रै तर स्कुटीको चाहिँ यस्तो भएर बिहान वाक्स गरेको हेर त के काम लाग्यो लाउने हो अब ब्याग स्याग खोल्ने अनि